कर्कौलो खोज्न आएको यस्तो कुना कुनामा थियो। अहिले बगैँचा काट्न लाग्यो। अब हावा आउँथ्यो। गाइस गाइस यहाँनिर पायौँ हामीले कर्कौलो। काले कलौटे चाहिँ नभन्नु होला है मेरो बुढालाई। अरे कहना क्या चाहते हो? यति जति गाभा भए चाहिँ गाभा टिप्न गएको गाभाले डाबरै डाब्रो उठायो। सर्प हेर्नु सक्नुहुन्छ हाम्रो घरमा लटिहाल्यो एक्लै खेल्छ गयो गोलुलाई लिएर। हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो सुस्मिता युट्युब च्यानलमा। आज चाहिँ फेरि पनि म नयाँ ब्लग लिएर आइसकेको छु हजुरहरूको सामुमा। के कस्तो लाग्छ हेरिदिनु होला गाइस। ल हेर्नु त उखुबारी त्यस्तो सोत्तर गरेर पुरै दोजर लगाइदिइसके रहेछ। कर्कौलो खोज्न आएको यस्तो कुना कुनामा थियो। अलिअलि छ कि भनेर आएको कर्कौलो खोज्नलाई। खै त यस्तो उखुबारी त पुरै जोत्दैछ। भएन भनेर हेर्नु त बगैँचा त पुरै खाली। अस्ति नै तपाईँलाई देखाउँदाखेरि कस्तो हरियाली कति राम्रो देखियो थियो नि। अब त सबै काट्न लाग्यो हौ साथीहरू। बगैँचा काट्न लाग्यो। अब हावा आउँथ्यो सिरिरी र राम्रो त्यही पनि नआउने भयो है। कति राम्रो थियो छैन कर्कौलो। गाइस यहाँनिर पायौँ हामीले कर्कौलो टिप्न लाग्यो। अब यहाँनिर चाहिँ रहेछ यतातिर होइन यतातिर चाहिँ रहेछ अलिअलि कर्कौलो टिप्न आएको साथीहरू। कर्कौलो टिप्दै हुनुहुन्छ मेरो बुढा, मेरो काले बुढा। काले कलौटे चाहिँ नभन्नु होला है मेरो बुढालाई। अरे कहना क्या चाहते हो? छ कर्कौलो टिप है त म चाहिँ भिडियो बनाउँछु। हामीले चाहिँ गाभा टिपेर नि भइसक्यो। घर जान लाग्यो हामी। यति जति गाभा भए चाहिँ देखाउन हौ होइन लजाउँछ हो क्यामेरामा आउन खोज्दैन हौ मेरो बुढा। किन हो यस्तो? हामी चाहिँ अब घर जान लाग्यो साथीहरू हामी चाहिँ घर जान लाग्यो। हल्का फुल्का कमेडी नै हान्दिउँ न। गर्मी छ यतातिर लास्टै। उतातिर चितवनतिर नि गर्मी नै होला। घाम चर्क्यो अहिले त जाने अब घर। चिलायो साथीहरू। गाभा टिप्न गएको गाभाले डाबरै डाब्रो उठाइदियो। बोल्नु पनि भएन मुखमा घाउ हल्का फुल्का बोल्दै बनाएको भ्लग। डाब्रो उठ्यो साथीहरू। म चाहिँ तरकारी पेलाउन लागेँ साथीहरू। गाभा बेलुकाको लागि तरकारी। अर्को साल किन अर्को साल किन्छु भन्ने भनेको एउटै सब धरालो के बोल्छस्? पुसेको हेर्न अझ हात। मेरो सरले हात पुस्ने काम नगर अरे। भ्लग बनाउँदाखेरि कस्तो डिस्टर्ब गर्छ है अहिले। बेलुकाको लागि अहिले नै तयारी गर्नु पर्यो नि साथीहरू होइन। केलाएर राखिदिन्छु बेलुका पकाउन सजिलो हुन्छ। अनि हजुरहरूलाई चाहिँ मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट गर्नु है। राम्रो लाग्छ कि नराम्रो लाग्छ अब कमेन्ट गरिदिनु। कमेन्टमा भनिदिनु। लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला।
मलाई माया गरिदिनु होला, हजुरहरूले मलाई माया गरिदिनु भयो भने म फेरि पनि अझै अझै राम्रो राम्रो भिडियोहरू ल्याउने नै छु हजुरहरूको सामुमा। धेरै गर्मी बढेर हो क्या हो साथीहरू, अल्छी लाग्छ हौ। भिडियो बनाउनु मन पनि लाग्दैन, अल्छी लाग्छ। हजुरहरू कता कताबाट हुनुहुन्छ भन्नु है। कतिको गर्मी छ त्यतातिर, के कस्तो छ कमेन्टमा भन्नु होला। हाम्रो यता विराटनगरतिर त साह्रै नै गर्मी छ। घाम त बिहान 6 बजेको घाम पनि आत्ता हुने खालको हुन्छ। 6-7 बजेको घाममा नि बाहिर निस्किन सकिन्न हौ साथीहरू हाम्रो यतातिर त। सर्प हेर्नु सक्नुहुन्छ हाम्रो घरमा। कहाँ गयो गाइज, हेर्नु नि यहाँ हाम्रो गोलु चाहिँ एक्लै खेल्दै बसेछ। है गलु गलु, हामी चाहिँ यहाँ सर्प कुरेर बसेको क्या साथीहरू। त्यहाँनिर पालभित्र छिरेखा हाम्रो त्यो घरमा निस्किन्छ कि भनेर कुरेर बसेको। खै कतिखेर निस्किन्छ। लटिहाल्यो। त्यही भएर नलगाऊ, के गर्नु छोड्दैन पनि। निस्किँदैन अब के हो के हो? हुन्न त्यता जान, सर्प छ त्यता। आऊ यता गयो त्यो पाण्डा। एक्लै खेल्छ। है कति गर्यो। शाबाश बेटा, हँसाउँछ यसले नि। छि त्यो मुखबाट निकाल। त्यहाँनिर सर्प छ हौ साथीहरू, निस्किँदै निस्किन्न। गोलु गयो गोलुलाई लिएर। स्कुलबाट आई अनि गोलुलाई बोकेर गई। यता हेर फर्केर। बाई गाइस, सर्प सो गाइस गयो त्यो भित्र। यी भित्र भित्र गयो हौ। हेर्नु त साथीहरू, मन्टो निकाले। सो गाइज हेर्नु, हाम्रो घरमा हेर्न सक्नुहुन्छ सर्प यस्तो भित्र। गयो भित्र छिरिहाल्यो नि। खै कहाँ पो गयो त? भित्र छिर्यो त। यहाँबाट छिर्यो। छोड्दै आफै निस्किन्छ क्या। फेरि भित्रै गयो। त्यो चाहिँ फार्म हो। त्यहाँ चाहिँ कुखुरा, भैँसी, गाई, बाख्राहरू छ। धेरै गर्मी छ साथीहरू। यहाँ विराटनगरमा चाहिँ लास्टै गर्मी भएर छतमा शीतल ताप्न आएको। म चाहिँ के गरौँ भनेर अल्छी लाएर। त्यहाँनिर चाहिँ छ एउटी नक्कलिया टिकटक बनाउन आएकी पारा भन्दैछ त्यहाँ बसेर।
सो गाइज यति नै हो मेरो चाहिँ आजको भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यतिमै म बाई भन्न चाहन्छु साथीहरू बाई बाई